गुड मर्निङ वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू। फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो न्यू डे न्यू भ्लगमा। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला अनि हामी चाहिँ एकदम सन्चै छौँ। अनि आज चाहिँ टु मच एक्साइटेड। बिहान बिहान रेडी भइसकेको छु। पछाडिको आज चाहिँ मेरो बुढाको 51औं दीक्षान्त समारोह हो साथीहरू। मेरो बुढा त पुरै कस्तो फिल भइरहेछ। बुढाको होइन टियुको 51औं दीक्षान्त समारोह हो, त्यसको एउटा चाहिँ सहभागी म पनि हो। ए त्यसो चाहिँ हो। आज चाहिँ टियुको 51औं दीक्षान्त समारोह, त्यसमा पार्टिसिपेन्ट हुनको लागि मेरो बुढा रेडी भइसक्नु भएको छ। अनि त्यसमध्ये एउटा पार्टिसिपेन्ट हुनु थुप्रै हुनुहुन्छ, 90,000 भन्दा माथि हुनुहुन्छ अरे। त्यसमध्ये एउटा मान्छे चाहिँ मै हो। त्यसमा पनि जाँदैछु। तिमी चाहिँ मेरो प्यारेन्ट्स हो। त्यो त प्यारेन्ट्सको त फङ्सन भन्नुपर्छ नि। मेरो बुढालाई चाहिँ लिफ्टमा चाहिँ कस्तो डर लाग्छ अरे उता झर्दा चाहिँ। अनि यसरी मन भुलाउँदै हुनुहुन्छ, नाच्दै नाच्दै रमाइलो गर्दै हुनुहुन्छ है साथीहरू। खाजा खान हिँडेको खाजा खान पाएर आउनुभएको ओ फाइनली साथीहरू हाम्रो ब्रेकफास्ट आइसकेको छ, देख्न सक्नुहुन्छ। अब हामी खाने अनि जाने अझै बाँकी पनि छ। तरकारी बोइल एग यता चाहिँ ब्रेड अमलेट पनि आइसकेको छ। यति खायो छिटो सकिन्छ आजलाई होइन साथीहरू। हामी चाहिँ राम्रो गाडीमा चढिसक्यौँ। फर्स्ट प्यासेन्जर पो भयो है हामी त। ल अब साथीहरू हामी हिँडिसक्यौँ। अब उतै भेटौँ ल। चल्देको चिसो चिसो मौसममा टोपी लगाउन चल्देको। भन्नुभएको नटेर्दा दुःख पाइन्छ, सुख पाइन्छ, नमान्दा दुःख पाइन्छ। त्यो चाहिँ मैले के भन्छ धेरैचोटि भनिसकेँ म। अनि त्यही भएर अहिले चाहिँ म अनुभवी भइसकेँ। ल है, राजीव कुलुङको दीक्षान्त समारोहमा सहभागी हुनका लागि बिना राई टुकुर 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 झोला चाहिँ कहिले नछोड्ने हो है। ल है आइपुग्न आँटेँ। ट्याकेन टुकुन फोटोसोटो खिच्ने हो। त्रिभुवन युनिभर्सिटीको 51औं दीक्षान्त समारोहको एउटा हिस्सा हो म पनि। ढिलो चाँडो भए पनि यस्तै हो, ढिलो गरियो है। ब्याचलर्सपछि निकै लामो समयको अन्तरालमा मास्टर्स गरेको एउटा प्रमाणको रूपमा यो चाहिँ हजुरहरू। ल है ल मेरो त बुढीले पो रेडी बनाइदिँदैछ त। बुढी हुनुको फाइदा है लो, यो बुढी हुनुको फाइदा अनि अगाडि दीक्षित हुनुको पनि फाइदा। है ल ह्यान्डसम बनाइदिउँ है, ह्यान्डसम। आज दिन भनेको मेरो बुढाको हो नि त। ल फोटोसुट हुँदैछ यहाँनिर देख्न सक्नुहुन्छ। साथीहरूसँग भिडियो लिँदै हुनुहुन्छ, फोटो लिँदै हुनुहुन्छ। ल आउनु हामी ट्याक्कै छिर्यौँ है साथीहरू भित्र, गेटभन्दा पनि भित्र। ल ओ माई गड ट्याक्कै ल है यहाँ चाहिँ यस्तो छ है साथीहरू। ल है हेरौँ तर भर्खरै छ है, सुरु भएको छ नि।
खोइ कता हो? आउन न त। आउनु त उतै ल मेरो बुढोको चाहिँ यहाँनिर मोटरसुट हुँदैछ। भर्खर भर्खर छ है यहाँ चाहिँ। हामी चाहिँ बिहानै छिटो छिटो आएको। उडाउनु मेरो बुढाले टोपी उडाउँदै हुनुहुन्छ। उडाउनु फेरि फेरि उडाउन पाइँदैन है। ल है हाम्रो म्याम उडाउँदै हुनुहुन्छ टोपी। एकदम रमाइलो हुँदो रहेछ। लयर हुँदो रहेछ पेसाले। एकदमै रमाइलो खालको हुँदो रहेछ है। हजुर कस्तो लाग्नु? अनि ठिकै हो, रमाइलै छ, माहौल ठिक छ। अब चाहिँ हामी अलिअलि फोटोसोटो खिचियो अनि त्यही भएर अब हामी चाहिँ आफ्नो ब्लगतिर बुढाको ब्लग ब्लग मानविकी ब्लगतिर हिँडेको। ल ठिक छ बिना के छ? ठिक छ। हामी मेन स्टेजमा आइसकेको छौँ। देख्न सक्नुहुन्छ यो फोटो खिच्ने मात्रै भिडभाड छ। कार्यक्रम चाहिँ सुरु भइसकेको छैन है साथीहरू। ल सक्नुहुन्छ मेरो बुढा चाहिँ पुरै स्टेजमा आइसक्नु भएको छ। हामी फोटोसुट हुँदैछ। ल मेरो सरको ब्लगमा आइसकेको छ। उहाँको चाहिँ ब्लगै हो, फोटो खिच्दै हुनुहुन्छ। माथिबाट लिएको भिडियो। लडेला नि लडेला। सर्ट आयो भने पनि गाह्रो छ। यसरी लाइन बस्नुपर्ने हुन्छ यहाँनिर है। गाह्रो छ है साथीहरू, गाह्रो छ आज यहाँ। लाइन वासरुमको लाइन हो यो। अब चाहिँ हामी सर्टिफिकेट कलेक्सनको लागि हिँडेको। हामी चाहिँ आज एकदम गुड आइडिया लगाएर मर्निङ टाइममै आइदिएको छिटो छिटै। त्यही जाने हामी त फोटो खिच्न त। मेरो बुढो एक्साइटेड भएर जाँदै हुनुहुन्छ डकुमेन्ट सर्टिफिकेट कलेक्सनको लागि। पुरै एक्साइटेड हुनुहुन्छ। फुट कुद्दै हुनुहुन्छ। हामी चाहिँ हिँडेको डकुमेन्ट लिनलाई। तपाईँहरू पनि कन्भोकेसनमा आउँदै हुनुहुन्छ भने चाहिँ एकदम मर्निङ टाइममा आउनु होला। त्यो भरे भरे आउनु भने यस्तो चकाचक हुन्छ तपाईँहरूले। म चाहिँ योभन्दा 2 वर्ष अगाडि आएको नि त। सो मैले चाहिँ फिल गरेको थिएँ। त्यही भएर मैले यसपालि चाहिँ आइडिया लगाएर हामी मर्निङ टाइममा फास्ट जाऊँ। त्यहाँ सुलम काम हुन्छ, सजिलो पनि हुन्छ भनेर मैले बुढालाई आइडिया दिएर हामी चाहिँ आज मर्निङ टाइममा आएको। त्यो हुँदाखेरि चाहिँ आज हामीलाई सकस परेन, गलिँदैन पनि बिहान। अब हामी डकुमेन्ट पनि कलेक्सन गर्छौँ अनि यसो अलिअलि फोटोसुट गरेर हामी चल्दिने हो। सर्टिफिकेट कलेक्सन गर्ने ठाउँ चाहिँ 63 हो। 63 रुम नम्बर। सो आइसकेको छौँ हामी चाहिँ। तपाईँको म्यासेज हेर्नु न, म्यासेज फर्स्टमा। हामी जहाँ गए पनि लाइन बस्न छोड्दैनौँ। लाइन बस्न छोडेर हुँदैन। नेपालीहरू भएपछि जहाँ गयो नि लाइन बस्ने हो होइन। ल ठिक छ। के अरे सो सरजी चाहिँ आइसक्नु भएको छ अगाडि। अब डकुमेन्ट लिनको लागि देख्न सक्नुहुन्छ। फाइनली हाम्रो सरको पालो आइसकेको छ डकुमेन्ट कलेक्सनको लागि। कङ्ग्रेचुलेसन राजीव सर, कङ्ग्रेचुलेसन। साइन गर्दै हुनुहुन्छ उहाँले चाहिँ, देख्न सक्नुहुन्छ। ल कङ्ग्रेचुलेसन वान्स अगेन। ल उहाँले चाहिँ डकुमेन्ट सँगै सक्नु भएको छ। अर्कोपट्टि फर्काइदिनुहोस्। ओके हो सिधा ल फाइनली राजीव सर आज चाहिँ तपाईँले त्रिभुवन विश्वविद्यालयबाट 51औं दीक्षान्त समारोहमा सहभागिता भइसक्नु भएको छ। तपाईँले चाहिँ कस्तो महसुस भइरहेछ? के हुनु 51औं दीक्षान्त समारोह फाइनल्ली त्रिभुवन युनिभर्सिटी रिकग्नाइज मी। युनिभर्सिटीले मलाई चाहिँ नि यो
के भन्छ मानविकी संकायमा पोलिटिकल साइन्स विषयमा चाहिँ स्नातकोत्तर उपाधि प्राप्त गर्नु भनेर मलाई चिन्यो, दिइसक्नुभयो। चिनेर मलाई दिइसक्यो र यो चाहिँ काइन्ड अफ रिकग्निसन हो होइन, यो चाहिँ एउटा पहिचान हो। युवन युनिभर्सिटीले तपाईँले चाहिँ पास गर्नुभयो भनेर दिएको एउटा चाहिँ यो प्रमाण जस्तो हो है। यो कन्भोकेसन वर्क के हो र चाहिँ यसलाई ठुलै उपलब्धिको रूपमा नलिए पनि एउटा यो रहर हो, रहर पुरा गरियो। ब्याचलर्स चाहिँ नै विज्ञानमा गरियो होइन, फिजिक्समा गरियो, फेरि ब्याचलर्स उसमा पनि गरियो, के भन्छ लमा पनि गरियो, र यो चाहिँ मास्टर्स चाहिँ मानविकीमा यस्तै रह्यो। लामो समयको ग्यापपछि प्राप्त भयो, जे होस् खुसी छु। अब फेरि लमा मास्टर गरेर आउँछु भन्नुभयो नि? आउनु पर्ला। ए ल ल ल, बेस्ट अफ लक हजुरलाई फेरि पनि ल। अनि लास्टमा वान्स अगेन कङ्ग्रेचुलेसन माई हस्बेन्ड। र तिमीले यहाँसम्म आउनु साथीमा तिमीलाई पनि बधाई। ल 51st कन्भोकेसन सेरामनी आज हो। यहाँ चाहिँ चाप त के बढ्दो भन्नु, यो त अनि पुरै महासागरै उर्लेर आए जस्तो भइगयो होइन। ओके, हामीले चाहिँ सबै काम सक्यौँ, हामी चाहिँ निस्क्यौँ। बिहान चाँडो आउनुपर्ने रहेछ। अब चाहिँ हाम्रो घर जाने दिन आउँदैछ, त्यही भएर हामी यहाँ कोसेली किन्न आएको। मेरो बुढाको स्टाइल चस्मा हेरौँ न चस्मा। अब हामी कोसेली किन्छौँ है। हामीले चाहिँ कोसेली किनिसकेको छौँ एक झोला। लौरे हाम्रो चाहिँ यसपालिको काठमाडौँ बसे आज अन्तिम दिन, त्यही भएर निरोतिर कोसेली किनेर आइसक्यो नि, देखिहाल्नु भयो हामीले कोसेली किनेको। झोलाभित्र के छ चाहिँ हेर्न पाइँदैन। आज चाहिँ हाम्रो काठमाडौँको अन्तिम बस है यो पालिको। फुल इन्जोय गऱ्यौँ हामीले यसपालि। सो अब चाहिँ हामी भोलि बिहान जान्छौँ घर। भोक लागिसक्यो, भोक लागिसक्यो, त्यहाँ एउटा फोटो खिचौँ तल गएर होइन, हामीसँग टाइम छैन। फोटो खिचिसकेपछि पानारोमा भन्ने फोटो स्टुडियो रहेछ, त्यहाँ टिकटकमा देखाएको थिएँ मैले, राम्रो छ अरे। त्यहाँ फोटो खिचौँ। त्यहाँ फोटो खिचिसके पछाडि भोकाउँ है, कहिले नभोकाउँ। ए मेरो बुढीले चाहिँ सुन्तला किन्दैछिन्, राम्रो राम्रो किन्नु ल। अब झोलाले कहिले छोडेन, सुन्तला चाहिँ अब किनौँ है। कति रुपियाँ केजी अरे? 130 कि 50? यो टाइगर चिल्लो चिल्लो जस्तो यो छ नि, यो भनेको खोलको भारी हो क्या, चिल्लो सानो सानो। बस बस बस। दीक्षान्त समारोहको फोटोसुट आज एकदम, आज चाहिँ भिडभाड छ। हामीले पनि टिकटकमा हेरेर आएको, बट आज त एकदम अव्यवस्थित लाग्यो है साथीहरू। ल यहाँ चाहिँ फोटोसुटको लागि भिडभाड छ, देख्न सक्नुहुन्छ। हामी पनि छिरिसकेको छौँ नयाँ बानेश्वरमा। यस्तो छ यहाँ चाहिँ फोटोसुटको लागि रेडी भइसकेको छौँ, देख्न सक्नुहुन्छ। फाइनली साथीहरू हामीले चाहिँ दीक्षान्त समारोह सक्यौँ। अनि उता न्युटरतिर गएर सपिङ गऱ्यौँ थोरै कोसेलीहरू। अनि फोटोसुट बानेश्वर आएर गरेर पनि रुममा आइसक्यौँ। अब चाहिँ हामी फ्रेस हुन्छौँ अनि खाजा खान्छौँ। भोक लाग्यो, खुट्टा दुख्या छ होइन। बाई गाह्रो है। सो फाइनली सबैहरू हाम्रो खाजा आइसकेको छ। हामी चाहिँ घाममा बसेर खाजा खान लागेको। अलवेज मोमो लभर मोमो छ अनि यहाँ खाजा सेट छ। सो अब हामी खाजा खान्छौँ। डोबियो कफी अल्सो। यहाँ चाहिँ मेरो बुढी छिन्, यता हेरिदिउँ न त एकचोटि। खाना पाएपछि त अलिक खुसी हौँ न हो। आज दिनभरि खाना पाइएन, भोकले अनुहारै कालो भइसक्यो। कस्तो छ? साथीहरू आजको हाम्रो दिन चाहिँ यस्तै भयो, देखिहाल्नु भयो। अब लगभग काठमाडौँ बसाइ पनि अन्त्य हुँदैछ।
काठमाडौँ बस्दा लामो भयो, रमाइलो गऱ्यो, सबै कामहरू फत्तै गरियो। सो आजको दिन यस्तै भयो। यति बेलसम्म हाम्रो भिडियो हेरेर साथ दिनुभयो, त्यसको लागि थ्याङ्क यू सो मच भन्दै अब पुनः अर्को भिडियोमा भेट्ने बाचाका साथ आज चाहिँ बिदा हुन चाहन्छौँ हामी दुवैजना। बाई बाई, सी यू अगेन।